फिल्मको सुरुवात एउटा सानो गाउँबाट हुन्छ जहाँ गणेश र सपना नाम गरेका जोडी बस्छन्। उनीहरूको बच्चा थिएन तर सधैँ बच्चा अपनाउने चाहना राख्थे। केही समस्याका कारण उनीहरूले अहिलेसम्म बच्चा अपनाउन सकेका थिएनन्। गणेश भने आफूलाई सधैँ व्यस्त राख्थे र चराहरूको अध्ययन गर्न उनलाई निकै मन पर्थ्यो। गाउँमा विभिन्न प्रकारका चराहरू आउने गर्थे जसलाई हेरिरहँदा गणेश निकै रमाउँथे। एक दिन अन्य दिनहरू जस्तै गणेश आफ्नो दूरबीन लिएर चराहरूलाई हेरिरहेका थिए, तर अचानक उनलाई एक रुखबाट फरक प्रकारको आवाज सुनियो। यस्तो लाग्थ्यो कुनै चरालाई मद्दत चाहिएको छ। गणेश आवाज आउने ठाउँतर्फ जान्छन् र उनी केही अनौठो देख्छन्, एउटा सानो पंख भएको मान्छे जस्तो जीव। गणेश सपनालाई बोलाएर त्यो अचम्मको जीव देखाउँछन्। सपना पनि अचम्मित हुन्छन्। त्यो जीव एक सानो पंक्षी जस्तो केटी थिए। गणेश भन्छन्, मैले यस्तो प्रजाति कहिल्यै देखेको छैन, सम्भवतः यो एकदम दुर्लभ छ। सपना एउटा टोकरी लिएर आउँछिन् र गणेश त्यो जीवलाई टोकरीमा राख्छन्। सपना भन्छन्, हामी अब के गर्ने? प्रहरीलाई खबर गर्ने? तर गणेश भन्छन्, होइन, म चाहन्छु कि यसको बारेमा बढी जान्न सकूं। हुन सक्छ यसका अभिभावकहरू यसलाई खोज्दै आउलान्, नत्र प्रहरीहरूले यसलाई चिडियाखानामा पुर्याइदिन्छन्। सपना र गणेश सधैँ बच्चा अपनाउने चाहनामा थिए, त्यसैले उनीहरू अब त्यो सानो पंक्षी जस्तो केटीलाई आफ्नो बच्चा जस्तै पाल्न थाल्छन्। उनीहरूले उसलाई खुवाउन थाल्छन्, माया गर्छन्। अबदेखि हामी यस जीवलाई परी भनेर बोलाउनेछौँ। परीको पालन पोषण सुरु हुन्छ। अर्को दिन सपना परीलाई खुवाउन सानो बोतल लिएर आउँछिन् भने गणेश परीको लागि एउटा वाकर बनाउँछन्। तर जब उनी परीलाई वाकरमा राख्छन्, उनीहरूले उसको पखेटा अझै देख्न सकिन्छ भन्ने महसुस गर्छन्। सपना त्यसलाई लुकाउन सक्स काटेर पन्जा बनाउँछिन् र त्यसपछि उनीहरू परीलाई लिएर गाउँ घुम्न जान्छन्। गाउँका अरू महिलाहरू परीलाई देख्न आउँछन् र सोध्छन्, तपाईहरूले यो बच्चा कहाँबाट लिएर आउनु भएको? सपना केही नभनी हिँड्छिन्। दिनहरू बित्दै जान्छन्, परी ठुली हुँदै जान्छे। अब ऊ टोकरीमा अटाउन सक्दिन, तर ऊ अझै बोल्न सिकेकी थिएन। सपना देख्छिन् कि परी उड्न खोजिरहेकी छ। सपना परीलाई रोक्न खोज्छिन् र मान्छे जस्तो व्यवहार गर्न सिकाउँछिन्। एक दिन सपना महसुस गर्छिन् कि परी आमा बन्न खोजिरहेकी छ। सपना निकै खुसी हुन्छिन्, तर केही समयपछि सपना देख्छिन् कि परी भुइँमा किराहरू खाइरहेकी छिन्। उनलाई यो कुरा मन पर्दैन, तर पछि उनलाई बुझिन्छ कि चराहरूका लागि यो सामान्य कुरा हो। त्यसैले उनी परीलाई कचौरामा खाना दिएर चम्चाले खाना सिकाउन खोज्छिन्। अब सपना परीलाई बाहिर लिएर जान्छिन्। उनीहरू एउटा रेस्टुरेन्टमा जान्छन् जहाँ परी एउटा पिञ्जडामा राखिएका चराहरूलाई देख्छे। उसले चराहरूलाई फडफडाइरहेको देख्छे र आफै पनि फडफडाउने प्रयास गर्छे। सपना परीलाई बाथरुमतर्फ लग्छिन्, तर सपना बाहिर व्यस्त हुँदा परी त्यहाँबाट हराउँछे। सपना ढोका खोल्छिन् र देख्छिन् कि परी खिड्कीबाट बाहिर उडिसकेको छ। परीको नयाँ संसार। अब परी चराहरूको ठूलो समूहसँग उडिरहेकी छे। ऊ निकै रमाइरहेकी छे। तर अचानक हावाले उसको सन्तुलन बिग्रन्छ र ऊ एउटा घरको झ्यालबाट भित्र छिर्छे। त्यो घरभित्र सानो बच्ची अमृता बस्छे। जब अमृता परीलाई देख्छे, ऊ छक्क पर्छे। तिमीलाई यी पखेटा कहाँबाट आए भनेर सोध्छे। दुवै साथी बन्छन्। अमृताको आमा बुवा सधैँ व्यस्त हुन्छन्, त्यसैले ऊ परीसँग खेल्न थाल्छे। सपना र गणेश परीलाई खोज्न निस्किन्छन्। सपना र गणेश परीलाई खोज्दै सहर पुग्छन्। उनीहरू एयरपोर्ट, बस स्टप र विभिन्न ठाउँहरूमा खोज्छन्, तर परी कतै देखिँदैन। उता परी अमृतासँग रमाइरहेकी हुन्छे। ऊ अमृतासँग रुखमा सुत्छे। परीको फर्किने यात्रा। एक दिन परी गल्तीले नदीमा खस्छे। ऊ डुब्न थाल्छे। सपनाले देख्छिन् र गणेशसँग मिलेर परीलाई बचाउन दौडिन्छन्। उनीहरूले परीलाई उद्धार गर्छन् र खुसीसाथ घर फर्किन्छन्। अन्तिम निर्णय। अर्को बिहान सपना देख्छिन् कि परी फेरि उड्ने प्रयास गरिरहेकी छ। उनीहरूले बुझ्छन् कि परीलाई स्वतन्त्र हुन मन छ। सपना र गणेश परीलाई अँगालो हाल्छन्, मायाले बिदाई दिन्छन् र परीलाई उड्न दिन्छन्। परी आकाशमा माथि उड्छे। यसरी परीले आफ्नो स्वतन्त्रता पाउँछे र यही यो कथा समाप्त हुन्छ।